पुनमानलाई हटाइसकेपछि दीपक खड्काको ऊर्जा मन्त्री दीपक खड्काले पुनमान घिसिङलाई हटाइसकेपछि नागरिक समाज धरानले विभिन्न चाहिँ एउटा अभियानहरू चलाएर भानुचोकमा दैनिकी रूपमा चाहिँ विरोधको रूपमा पुनर्बहाली यो पुनमान घिसिङले पुनर्बहाली गर्नुपर्छ भनेर चाहिँ आन्दोलन स्वरूप यहाँ विभिन्न विरोध गरिरहेछन् धरानबाट। र यहाँ तपाईहरुले यो भिडियो कुन ठाउँबाट र जुनसुकै ठाउँबाट 3 करोड नेपाली जनताले हेर्दै हुनुहुन्छ भने अवश्य यो मेरो युट्युब च्यानल सोशल अनलाइन टिभीलाई शेयर सब्स्क्राइब गरेर धेरैभन्दा धेरै सब्स्क्राइब गरेर धेरै नेपाली माझ पुर्याइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। 1% आएको दिन त नि धरानमा त के हुन्छ हेर्नुस्। धरानको कुनै पनि विकास दर्शकवृन्द अहिले यहाँ भानुचोकमा हामीले देखिरहेका छौँ कि यो 3000 मान्छे आयो भने कस्तो होला ल सोच्नुस्। परिकल्पना गर्नुस् न तपाईहरु। त्यसकारणले गर्दाखेरि हामी सक्रियता चाहिँ हुन आवश्यक छ। तपाई हामी चाहिँ बुझेर मात्रै जो देशमा चाहिँ परिवर्तन आउँदैन। त्यो सक्रियता गर्ने फेरि नेतृत्वको खाँचो छ। फेरि त्यो नेतृत्व चाहिँ हामी धरानले चाहिँ पक्का पनि पाएका छैन। तर हामीले चाहिँ अझ पनि धेरै कुराहरू बुझ्न आवश्यक छ। यहाँ अझ पनि धेरै मान्छेले कांग्रेस एमाले माओवादी भन्दै छ। कांग्रेस एमाले माओवादी के हो? मैले हिजो पनि अलिकति भने तपाईलाई आज पनि भन्छु। अहिले कुलमान घिसिङलाई हटाउने यी तीनवटा पार्टी हो। हेर्नुस् मिली हो भन्छ नि त त्यहाँ केपी ओलीले नाटकै हो भन्छ एउटाले है। फेरि के रे प्रचण्डले नाटकै हो भन्छ। अनि त्यहाँबाट केपी ओलीले पढ्दैन के भन्छ? नौटङ्की नै हो भन्छ क्या। अनि त्यहाँबाट त्यो नाटक र नौटङ्की हेरेर हामी तपाईँको जिल्ला पर्छौँ। अहिले यहाँ निकालेका कुराहरू आउँछ। कुलमान घिसिङलाई किन निकाल्यो? उहाँहरूले एउटा स्वार्थसँग साटिएको छ। हेर्नुहोस् किन के स्वार्थ साट्यो भने यो त तपाईँको बलिको बोका बनेर आएको छ। तपाईँ हामीले देखेको तपाईँको चाहिँ नि होइन राष्ट्र नायक कुलमान घिसिङलाई त बलिको बोका बनाएर आएको छ। तपाईँको चाहिँ नि उनीहरूले के भने अगाडि 3 जना तपाईँको आधी घन्टा अगाडिसम्म बैठक बस्यो। अनि आधी घन्टा पछाडि मन्त्री परिषद बैठक राखेर अनि कुलमान घिसिङलाई हटाइनुको पछाडि के छ त्यसको त्यो कारण अब हामीले बुझे कि अब हामी नेपाली जनता अझै पनि त्यति साह्रै मूर्खै छौँ, त्यति साह्रै लाटै हो त होइन नि त। हामीले बुझिसकेका छौँ यी सबै तपाईँको चाहिँ एउटै तपाईँको चाहिँ प्रकृतिका एउटै तरिकाले मान्छे मात्रै फरक देखेको छ भने सबै लुटेर खाने पालो। अस्ति प्रचण्डले खाए, अब तपाईँ केपी ओलीले खानुहुन्छ, फेरि अब देउबाले खानुहुन्छ। मिली खाने उनीहरू। अनि हामी चाहिँ ठुलो हेर्ने मात्रै। अनि भोट फेरि त्यसलाई दिने। फेरि हामी बडा अचम्म छ नि त। फेरि हामी त कस्तो भने माग्नेलाई भोट दिने मान्छे, माग्नेलाई भोट दिन्छौँ क्या हामीहरू। बडा अचम्म खालको होइन। कहीँ पनि भोट मागेर दिँदैन क्या अन्य ठाउँतिर क्या। भोट भनेको त अधिकार हो। अधिकार दिँदाखेरि नि हामीले सोचेर विचार गरेर हेरविचार गरेर मात्रै दिने कुरा हो। तर हामी त भोट माग्नु आयो भने हात जोडेर है आयो भने दिइहाल्छौँ। अनि तपाईँको जितेको भोलिपल्ट के गर्छ? हामीहरूको नमस्कार हुन्छ, फर्काउँछ चिन्दैन। त्यहाँबाट तपाईँ जनतासँग आएर ढोकेर भोट मागी नमस्कार गरेर हात जोडेर मागेको नेताहरूलाई तपाईँ हामीले भेट्न पाउँछौँ? अहिले पाउँछौँ त? पाउँदैनौँ क्या। त्यस कारणले गर्दाखेरि के हो त भन्दाखेरि तपाईँ हामीले जहिले पनि शासक चुनिराख्यौँ। अब शासकको रूपमा होइन, हामी सेवकको रूपमा चाहिँ चुन्ने चाहिँ हामीले यो दिमाग चाहिँ बढाउनु पर्यो। अब चाहिँ अनि मात्रै परिवर्तन आउँछ। हरेक कुराहरूको परिवर्तनको पछाडि एउटा मान्छेको सोचेर विचारसँग जोडेको हुन्छ। जब मान्छेले सोचेर विचार नै उसको चाहिँ खराब छ, सोचेर विचार पुग्दैन भने अनि त्यहाँबाट मान्छेले गलत निर्णय गरिपठाउँछ। गलत भयो भने के हुन्छ भन्दाखेरि हामी जहिले पनि ती भ्रष्ट दलालहरूले चुनिरहन्छौँ। अनि त्यही धेरैजना यहाँ अघि मैले यहाँ नाम लिन चाहिनँ। हाम्रो यहाँ थुप्रै के अरे काङ्ग्रेसकै सक्रिय, एमालेकै सक्रिय हामी हौँ। तर हामीले छोडिसक्यो, काम छैन। अब तिनीहरूले हाम्रो घरको चलाइदिएको पनि होइन, हाम्रो घर पालिदिएको पनि होइन। हामी त अब यस्तै हो, स्वतन्त्र। अब हामी त्यो हेर्दैनौँ भनेर भन्नुभयो क्या। कति महान विचार हो। यही हो विचार गर्नुपर्ने। सधैँभरि त्यही पार्टी भन्यो होइन। त्यही पार्टीलाई भोट हाल्यो जहिले पनि। अनि त्यहाँबाट हामीले परिवर्तन खोजेर हुन्छ त? हुँदैन नि त। आजको मेन उद्देश्य यो हाम्रो अभियानको मेन उद्देश्य पनि यही हो। कुलमान घिसिङलाई नियुक्ति गर्नु हाम्रो पहिलो तपाईँको चाहिँ टार्गेट हो, पहिलो हाम्रो अभियान हो। दोस्रो कुरो चाहिँ जनता सचेत गराउनु हो। सचेत भयो भने अनि त्यहाँबाट कसैले पनि तपाईँ हामीलाई फसाउन सक्दैन। कसैले पनि हामीलाई चाहिँ तपाईँको गलत ठाउँमा चाहिँ हामीले लान सक्दैन। त्यही भएर सचेत बनाउँ, सचेत गरौँ। र भोलि अलिकति मैले कार्यक्रम पनि बताउन चाहन्छु। भोलि हाम्रो यही ठाउँमा
हाम्रो मेयर हर्का साम्पाङज्यूकोले चाहिँ हाम्रो यो अहिले 148औं हाम्रो निरन्तर लागु पदार्थ दुर्व्यसन विरुद्धको सचेतना अभियान, सचेतना हेर्नुहोस् सचेतना किन गरिरहेको छ, यो सचेतना अभियान कार्यक्रम हुन्छ र यही सचेतना अभियान कार्यक्रमको साथसाथ हाम्रो यो 5 बजे चाहिँ बेलुका यो कार्यक्रम पनि हुनेछ, सँगसँगै हुनेछ। र त्यही सचेतना कार्यक्रम सँगसँगै हाम्रो अर्को कुरो चाहिँ के छ भने धरानभन्दा बाहिर बर्हा क्षेत्रमा हाम्रो तपाईँहरू सबैजनाले चिन्नु भएको छ भूमिकवि सूर्य बस्नेतज्यू, जसले चाहिँ धरानभन्दा बाहिर चाहिँ तपाईँको श्रम अभियान चलाउनु भएको आज 2 वर्ष उहाँले पुरा गर्नुभएको छ। निरन्तर उहाँले अभियान सञ्चालन गरेर 2 वर्ष पुरा भइसक्नु भएको छ र भोलि चाहिँ उहाँको वार्षिक उत्सव पनि हो। बर्हा क्षेत्रमा चाहिँ उहाँले श्रमदान चलाउनु भएको वार्षिक उत्सव पनि हो र त्यहाँ हामी केही हाम्रा चाहिँ अभियानका साथीहरू म लगायत हामी थुप्रैजना साथीहरू केही साथीहरू चाहिँ त्यहाँ पनि जानेछौँ र त्यो कार्यक्रम सक्ने बित्तिकै फेरि हामी तपाईँको पासाङ लमु चोक नडामा चाहिँ गएर फेरि हामी के गर्नेछौँ त्यहाँ पनि बर्हा क्षेत्रवासी आमा बुवा दाजुभाइको साथमा त्यहाँ पनि हामी यसरी खबरदार तथा तपाईँको जनचेतनामूलक र कुलमान घिसिङलाई पुनर्बहालीको लागि त्यहाँ पनि हामी कार्यक्रम गर्ने म सबैमा जानकारी गराउँदै तपाईँहरूले अन्तिमसम्म यति धैर्यता साथ बसेर यो कार्यक्रमलाई सभ्य भव्य र अत्यन्तै फलदायी बनाउनुमा तपाईँले मद्दत गर्नुभएको लागि धेरै धेरै धन्यवाद भन्दै फेरि पनि तपाईँहरूको उपस्थिति चाहँदै अहिलेलाई भने म तपाईँहरूबाट बिदा हुन चाहन्छु। जय देश जय नेपाल।